सिमरन तामाङजी तपाईँलाई धेरै धेरै धन्यवाद। पूर्णिमा तामाङ चाहिँ हुँदैन, पूर्णिमा तिथिको जन्म भएको भएर भन्नुभएको। तपाईँहरूको कुटुम्बले राख्नुभएको नाम होला। खोममाया आउँछ, खोबाट आउँछ राशिको नाम। अलि रुखो रुखो बोली छ, खाना मिठो चाहिन्छ, छिटो चाहिन्छ, त्यो पनि ढिला गर्न मन पर्दैन सानी भए पनि। एउटा ग्रह राहुको दशा चलेको छ 26 वर्षसम्म, नोट गर्नु होला। पेट दुख्ने समस्या ल्याइरहन सक्छ बेला बेलामा। घरमा अलिक किचकिच गर्छिन्, घर बाहिर पनि बडो जाति छन्। अर्को 17 वर्ष 6 महिनासम्म राहु छ। अर्को पनि दुईटा ग्रह राहु भए। नानी पनि 12 वर्षमा चल्दैछिन् अहिले। अर्को भद्रिका छ 14 वर्षसम्म। भद्रिका राहुका दशा रहेछन्। दुईवटा राहु नराम्रो छ, पूजा गर्नुपर्छ। बोली रुखो हुन्छ, खाना मिठो चाहिन्छ, घरमा किचकिच गर्छिन्, घर बाहिर पनि जाति हुन्छन्, भला आदमी हुन्छन्। एकदम बडो गजबको योग छ घर बाहिरको केसमा। अरू अवस्था अरू परिस्थिति ठिक छ चिनामा, त्यस्तो चिन्ता गर्नुपर्ने केही पनि हुँदैन। अलिकति छटपटे बानी छ, छिटो चाहिन्छ जे कुराहरू पनि। हतारिने बानी छ, चकचक गर्ने बानी छ। दाँत आँखा कम्मरमा समस्या ल्याउन सक्छ, जोगिनु होला। धेरै धेरै धन्यवाद।